हेलो साथीहरू, गुड मर्निङ, नमस्ते। गुड मर्निङ भन्दा नि आज कति बजिसक्यो? 12 बजिसक्यो होइन त? अब चाहिँ स्टार्ट गर्नु न। ठ्याक्क 12:30 भइसक्यो। गुड आफ्टरनुन भन्नुपर्ने हुन्छ। आज चाहिँ शुक्रबार बन्दको दिन हो अनि हामी चाहिँ टक्कसँग लाएर कहाँ पर जानु छ? हामी मिल्लुङ झर्ना। मे मिल्लुङ भन्छ, खै मलाई पनि थाहा छैन, मै मेइलुङ। पुगेको छैन। मिल्लुङ जे भए पनि हामी त्यहाँ जाने प्लानमा हो। पास्तर सुभाङ मुनि हुन्छ। तपाईँलाई थाहा रहेछ। सुनेको हो नि त। अनि टक्क लाएर आज चाहिँ अब हामी जानलाई पदम सर आइसक्नु भएको छ। बाइक यहाँ छ, मेरो बाइक त्यहाँ छ। खुल्लै रहेछ। छोरोको बाइक चाहिँ आज नलाने, के लाने? दुईटा हिमालयनमा जाने। अनि टक्क ड्रोन सटहरू पनि दामी दामी आउँछ हाम्रोमा अलिअलि फाटाफुट्टा। अनि अब सबभन्दा जानुभन्दा अगाडि चाहिँ यहाँ एउटा ठुलो काम छ। यो चाहिँ आइफोन 15 छोरोले त्यो आइप्याड बेचेर यो किनेको। टक्क अब यसलाई अनबक्सिङ हान्नुपर्ने हुन्छ। दियो 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 हात कामिरहेछ भाइ। के खुकुरी नै चाहिन्छ भाइ? ए त्यसले होइन नि यो स्वाटै नि हो भाइ। मलाई हानुङ लागिसक्यो यहाँ। ल आइफोन 15 अनबक्सिङ। भाइ एक्साइटेड फेरि। यसको पार्टी कोही भन्न नि सुभाषले। ओ माई गॉड, लभली कलर्स। यसलाई के कुन कलर भन्छ? वाउ अम्मा पछाडि पनि म त यो पो भनेको त। एक्साइटेड। अब 16 थियो 15 मा गएर के एक्साइटेड। ओ मम ल गाइस उता मोबाइल किन्ने हो, रिन मलाई अन लाग्यो। अन 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 यो टाइप सी अन गर्यो भाइ। ओ माई गॉड वाउ एप्पलको लोगो। लु बधाई छ भाइलाई। आम्मा भाइलाई बाउलाई त खुट्टा ढोग्ने। बाउलाई बाउसँग हात मिलाउँछ अनि सकिएको नि अब। ल आइफोन 15 पनि अनबक्सिङ। फाइनल्ली साथीहरू हामी तल आएर बसिरहेको छौँ अहिले। अब हामी जाँदैछौँ। मेरो चाहिँ मोटो भ्लग छैन, अब चाहिँ आउँछ। मोबाइलबाटै बजाइदिन्छु झाँटालाई लेम पारेर होइन सर? उयो गर्नु न अनि त्यसमा अडियाएर खिच्दा मेरो खिच्नु न, बोलिसक्नु न। अनि टक्क हामी जाँदैछौँ। यहाँ अलिकति कामले अड्क्यो, देखिँदैन हो त्यहाँ। अनि टक्क हामी यो च्यानललाई चाहिँ सब्सक्राइब गरिदिनु पऱ्यो। 1000 पुर्याइदिनु भयो भने चाहिँ म ड्रोन किनिहाल्छु होइन सर? के किन्नुहुन्छ अरे? ड्रोन। ए ड्रोन 1000 त म छिटो पुर्याइदिन्छु यार। ड्रोन यार एउटा भयो यार, यहाँ साथी चाहिएन। अनि टक्क हामी यता ताप्लेजुङपट्टिबाट आउने, यता जाने। हामी काबेली पुग्न आँट्यो। यो फलैचा प्रायः म बस्छु चुरोट खाएर कहिलेकै, तर यहाँ के यो ठाउँको नाम थाहा भएन मलाई, यस्तो थाहा हुँदैन मलाई भन्दै अब हामी जान्छौँ। हेर्दै गर्नु होला साथीहरू। र साथीहरू हामी चाहिँ यसरी जाँदैछौँ। मोबाइलबाटै भिडियो गरिरहेको छु। मृत्युङ हो कि के झर्ना हिँड्ने गरे खास त, तर हामीले एउटा गलत के गरेको भने अघि तल काबेलीबाटै उँधो जानुपर्ने रहेछ। माथि भालु चोकाएर ओह्रालो लाग्यो। पुरै कच्ची बाटो हो, दुईजना एकै ठाउँमा हिँडेन भने चाहिँ धुलो त अन्नमुष्टि हो एकदम। हामी पदम सर यतापट्टि हुनुहुन्छ, हामी जाँदैछौँ फेरि न्युटलमा जाँदैछौँ। एक एकवटा ट्र्याक समातेर हिँड्दैछौँ हामी, मात्र धुलोले हिँडिसक्नु हुँदैन। आज घर पुग्दा चाहिँ रात पर्छ होला है सर? भरे फेरि झर्नामा पानी नै थिएन भने चाहिँ पनि के गर्ने? पानी थिएन भने नि यो बाटो चाहिँ म 2 चोटि हिँडेको। यो भालुचोकदेखि पुरै सुरुमा एकचोटि के अरे अपाची किन्ने बित्तिकै बुढाबुढी हामी काठमाडौँ जाँदाखेरि यो बाटो हिँडेको थियौँ। अनि त्योभन्दा अगाडि 220 हुँदाखेरि हिँडेको थियो। अनि त्यस पछाडि चाहिँ बुढीसँग जाँदाखेरि हिँडेको थियो, नत्र चाहिँ हिँडेको छुइनँ। पिचमा त खारा गर्छ नि, त्यो ब्रेक कराएको कि के कराएको ल सर ल।
टाढा बाटो यस्तो छ साथीहरू मेरो चाहिँ यो बाइक किनिकन फर्स्ट फर्स्ट त होइन सेकेन्ड हो कच्ची चाहिँ एकचोटि हामपाङ गएको थिएँ मम्मीलाई लिनु अनि दोस्रो आज कस्तो चाहिँ कुद्दो रहेछ भनेर बबाल छ बबाल हिमालयन स्क्रैम भनौँ न अब हिमालयन त के जोड्नु र स्क्रैम बबालै कुद्छ कच्चीमा यस्तो छ धुलो जाँठो ढुङ्गा आएको थियो ल फाइनल्ली साथीहरू हामी चाहिँ यहाँ आइपुगेको के अरे मेलुङ वादन झरना हेर्न आएको हामी तर छैन अरे झरना पनि छैन अरे अब यी बाटो हेर्न आइयो धुलो खान आइयो मजा आयो बाटो हराएर फेरि बिन्दास अर्कै कहाँ पुग्यो पुग्यो अनि उता कहाँबाट घुमेर अनि हामी आउन चाहियो अब यो कोरिडोरको बाटो हो यो चाहिँ यता के अरे के खोला भयो माझीटार हजुर छ नि सर यता चाहिँ माझीटार यता माझीटार जाने हो अनि भालुचोकबाट आउने काबेलीबाट आउने चाहिँ यो हो यता माझीटार जाने यहाँदेखि उता पिच छ जस्तो लाग्यो माथिबाट हेर्दाखेरि चाहिँ तर देखेको उता गइएन अब म एक दुई दिनमा धरान जाँदैछु त्यो बेला चाहिँ म यो बाटो हिँड्छु अनि यस्तै छ साथीहरू ल अब झरना हेर्न आएको झरना चाहिँ यत्रो छ अरे पानी यत्रो छ अरे अब त्यो नहेरौँ अहिले के हेर्नु त जानु म त खासै जाउँ लागेन र नि अनि ल जाने नै भइदियो हामी ड्रोन त उडाउने कस्तो त्यो कहाँबाट आउँछ त्यो हेर्नुपर्छ त्यो चाहिँ हेर्नुपर्छ ल अब हेर्दै गर्नु होला ड्रोन सट पनि आउँछ हेर्नु होला है साथीहरू के कस्तो लाग्छ भन्नु होला अब चाहिँ म हेलमेट खोल्छु ल साथीहरू अब हामी आएपछि जानै पर्ने भयो हेर्नै पर्ने हुन्छ है त्यही भएर हामी जाँदैछौँ टक्क छोरा अगाडि पदम सर पछाडि आउँदै हुनुहुन्छ उहाँको पनि भ्लग बन्दैछ उहाँको भ्लगबाट हेर्नुहुनेले पनि मलाई सब्सक्राइब चाहिँ हान्दै नै हुन्छ भन्ने आशा हो बढ्दैछ अलिअलि सब्सक्राइबर हामी जाँदैछौँ पानी चाहिँ छैन जस्तो छ यस्तो परमा छ सानो छैन यो ढुङ्गा बाल यत्तिको धुलो खाएर आइसकेपछि त अलिकति त हेर्नै पर्यो तर म चाहिँ आफ्नै खुट्टामा हिँड्दैछु कि अर्काकोमा भइरहेछ पुरा धुलोले धन्न जुत्ता लगाइएन हामी बाउछरा चप्पलमै आएको यता यो झर्ना आउने नै बाटो बन्दै रहेछ यहाँ जेसिबीले काम गरिरहेछ पट्टङटङ अब झर्ना त सुकेर छैन त काम हुँदैछ धमाधम काम हुँदैछ ल झर्ना आइपुग्यो त पानी छैन यो झर्ना यहाँ यस्तो रहेछ यस्तो रहेछ यहाँ यस्तो रहेछ सासबाट मेरो चाहिँ यहाँ काम हुँदैछ पानी चाहिँ सकिसक्यो रहेछ मजार यहाँ फोटो हाल्नुपर्छ होला झर्ना हेर्न आएको पानी चाहिँ भएछ तर रमाइलो रहेछ हौ यहाँ यस्तो दामी छ ढुङ्गा यो मेसिनको आवाज बढी आइरह होला म भन्दा चाहिँ तर केही छैन अब आइहाल्यो हेर्नै पर्ने हुन्छ यस्तै छ ल साथीहरू हामी चाहिँ मिलुङ झरना यता छ हामी यता छौँ टक्कै 3 जना
बाउ छोरा अनि पदम सर हुनुहुन्छ यस अब यहाँ रेडबुल चिप्स टक्क खाँदै बस्यो हामी यति नै गर्न आएको तर बाटो नदेखेर एकचोटि झन्नै कता गइयो झन्नै काबेली पुग्यो होइन अघि आइपुग्छौँ अँ। तर यो पछि पानी यो ठुलो हुँदा त यहाँ बस्नु सकिँदैन होला हौ सर यहाँ आउँछ सम आउँछ तर दामी हुने रहेछ यो पानी देख्दा त मलाई नुहाउनु लाग्यो नि के गर्नु जानु न त्यहाँ नजानु चिप्स सोते चिप्स खाँदैछु माथि डाँडादेखि माथि के छ कस्तो छ हेर्छौँ त्यो पनि हामी तपाईँहरूलाई पनि देखाउँछौँ ड्रोन सट हेर्नु होला है टाउकै भाँचिँदो रहेछ यसो गरेर माथि हेर्दा फाइनल्ली साथीहरू तपाईँहरूले ड्रोन सट पनि हेरिहाल्नुभयो अब हामी चाहिँ यो सबै यो किनभने हामीले फोहोर मैला गर्नु हुँदैन होइन फोहोर मैला गर्नु नभएपछि हामीले यो चाहिँ फ्याँक्नु पर्ने हुन्छ सबै यो चाहिँ यहाँनिर डस्टबिन छ यहाँ हामीले ल्याएर फ्याँक्नुपर्छ किनभने सबैजनाले आफू राम्रो हुनु पर्यो अब यो अरूले खाएको हो भने त हामीले गोर्खा खाँदैन तर पनि हामी यो फ्याँकिदिन्छौँ यस्तोहरू यो सबै फ्याँक्नुपर्ने हुन्छ है यहाँनिर छ है डस्टबिन यहाँ छ यो चाहिँ अब हामी लगभग लाग्छौँ तपाईँहरूले ड्रोन सट हेरिसक्नुभयो त्यति नै हो आजको भ्लग अनि हामी बजार पुगेर मेरो भ्लग चाहिँ इन्डिङ गर्छौँ है त साथीहरू फाइनल्ली साथीहरू हामी मिलुङ झरना हेरेर फर्किसक्यौँ फर्किँदैछौँ बाइक चाहिँ यहाँ तल राखेको छ अनि अब हामी जान्छौँ मजाले तिनजना छौँ रात पर्न लाग्यो अब आइसकेपछि यसो ड्रोन त उडाउनै पऱ्यो भनेर हो नत्र भने हामीलाई ढिलो चाहिँ भइसक्यो जस्तो लाग्यो भन्दा नि छिटै पुगिन्छ एक डेढ घन्टामा पुगिन्छ होला तल्लो बाटो गयो भने त अब तल्लो बाटो जाने हामी अनि हामी सट्ट जान्छौँ यहाँ दोकान रहेछ पछि अब यो दोकान पछि चाहिँ राम्रो चल्छ बबाल चल्छ अहिले चाहिँ हामी जाँदैछौँ ल अब एकैचोटि हामी बजार पुगेर मात्रै भेट्छौँ है ल फाइनल्ली साथीहरू घर आइयो अनि खानासाना खाइयो त्यस पछाडि अब सुत्यो आजको भिडियो यस्तै भयो के कस्तो लाग्छ हेरेर भनिदिनु होला सन्तोष बाजे च्यानललाई सब्सक्राइब ट्याङ्ग पार्न नबिर्सिनु होला म त सुतिसकेको थिएँ झन्डै बिर्सेछु इन्डिङ हान्न त त्यही भएर फेरि सम्झेर हानिदिएको ल यस्तै हो अब मसँग गोप्रो छैन गोप्रो भएपछि चाहिँ भिडियो अलिक मजाले आउँछ हिँडेको पनि आज यता काबेलीको बाटो सर्टकट बाटो आएको कोरिडोरको बाटो बब्बाल छ बाटो चाहिँ तर पनि रात पर्यो काबेलीदेखि यता आइपुगेपछि अलिक त्यो ल्याङ्बा खोक्से खोलादेखि चाहिँ रात पर्यो अनि हामी आयौँ अनि बस्यो एकछिन पसलमा अनि त्यस पछाडि चाहिँ घर आइयो ल हेर्दै गर्नु होला है त।